तपाईँ गाईले त अनि दुध दुन जाँदा त बङ्गार सङ्गार खुसिनी गरी हान्छ अरे त्यो के एक हाते गाई हो त्यस्तो लाग्यो मलाई जो बेला दिन्छ भने उहाँ त के हो के जान्ने कस्तो एक हाते जस्तो कि आइमे मान्छेले मात्र दोको गाई जस्तो लाग्यो मलाई हो खोइ आइमाईले नि त दिएन नि त त्यो आइमेले मात्र कान्छीलाई पनि दिँदैन दिएन नि हिजो दिएन थाक्ने बेला कोइलेको गाई रहेछ क्या अरे फकाउनु गाई हो क्या यस्तो क्या यो आइमेला मात्र दुनी गाई रहेछ भन्छ है कि त ठुली आमाले दुध लाउनु दुध होइन कि त पनि अर्को एउटा विशेष उपाय छ मसित भनौँ भनौँ के भनेदेखि अब त्यो आइमेल मात्र दोहोऱ्याएको गाई हेर्नु है के गर्नु भनेदेखि ठुली आमाईको लुगा त छ नि अरू भने छ नि होइन दुनी होइन केही होइन ठुली आमाईको लुगा लाउनु होइन घुम्टो ओढेर जानु तपाईँलाई नि छोरी मान्छे सम्झेर दुध दिन्छ कि सोच्नु त नै ठुली आमाईको लुगा सुगा यसो कुर्ता सुरुवाल लगाएर धोती चोलो के छ लगाएर टक्क लगाएर पछेर बाँधेर गा भए चाहिँ दिने सम्भावना हुन्छ क्या